एकजना मित्रको मैले स्ट्याटस हेरेको थिएँ। त्यहाँबाट अवकाश प्राप्त भइसकेका मान्छेलाई त्यहीँबाट हुर्किएर आएर त्यहीँ कुनै बाहिरबाट खोजेर ल्याएको होइन, त्यहीँ काम निमित्तको स्थितिमा भएको मान्छेलाई त्यहीँको क्याडरलाई नियुक्त दिएको हो, बाहिरबाट कहीँबाट खोजेर ल्याएर होइन। त्यस्तो मान्छे उहाँले निष्कासन गर्नुभयो सोझै, या सोझै निष्कासन नगर्नु अर्को ठाउँमा निकममा बनाएर राखिदिनु हो, सरुवा भनेर, जहाँ उसको कार्यक्षेत्र होइन, कार्यथल होइन, केही पनि होइन, सरुवा भनेर राखिदिनु भयो। रिटायर्ड मान्छेलाई फेरि ल्याएर राख्नु हो। अनि उहाँले थप्नुभयो। महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा महाकाव्य छ प्रमिथस भन्ने। प्रमिथस भनेको यो ग्रिस साहित्यमा पृथ्वीमा स्वर्गबाट, स्वर्गमा त आगो थियो, न्यानो थियो, सबै चिज थियो, पृथ्वीमा अन्धकार थियो, चिसो थियो। त्यस्तो बेलामा मान्छे चाहिँ थिए। ती मान्छेहरूका लागि भनेर स्वर्गको देवताका अनेक भाइहरूमध्ये, थुप्रै भाइहरूमध्ये एक भाइ प्रमिथसले आगो चोरेर पृथ्वीमा ल्याए। त्यस बाबत उनलाई 1000 वर्ष ढुङ्गाहरूको चेपमा कैद गरेर राखिएको थियो। त्यो मित्रले त्यस्तै गरेर व्याख्या गर्नुभएछ। उहाँले प्रमिथसले जस्तै उज्यालो ल्याउनु हो प्रमिथसले जस्तै। अघिल्लो 4 वर्षको कार्यकाल पुरै उहाँले त्यही काम गरेर पुरा गर्नुभएको थियो। त्यस बेला ल्याउनु भएको थियो कि उहाँले नियुक्त गर्ने बित्तिकै चाहिँ आगो बोकेर आउनुभयो, उहाँ बिजुली बोकेर आउनुभयो, चिम बोकेर आउनुभयो कि ट्रान्समिसन लाइन बोकेर आउनुभयो कि। अनि वर्षौँ लगाएर जे काम गरिएको हुन्छ त्यसलाई चमत्कार, जादुको रूपमा व्याख्या गर्ने अरू थुप्रै कुराहरू छन्, त्यो पछि कुरा गर्नु। तर म कोही पनि साथीहरूलाई यस्ता कुराहरूको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु।